हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। अनि वेलकम टु माई यो मेरो सानो किचन होइन। हाम्रो किचन चाहिँ सानो छ, तै पनि एकदम सजिलो छ कि यताउता गर्नलाई। बसेर खाना खान चाहिँ मिल्दैन, हामी धेरैजनाको परिवार छ नि त। त्यही भएर आज चाहिँ म किचनमा छिरेँ खाना बनाउनलाई। फर्स्ट टाइम सुत्केरीपछि नानीलाई लिएर, त्यही पनि मम्मीहरू घर कोही पनि हुनुहुन्थेन। मम्मीहरू सबै खेतमा जानुभएको थियो। अहिले चाहिँ खेत रोप्ने, धान काट्ने चटारो परिराखेको छ। त्यही भएर म चाहिँ बेलुका भएको भएर ढिलो हुन्छ, मम्मीहरू आउनलाई खाना बनाउन ढिलो हुन्छ भनेर आज चाहिँ नानी बोकेर खाना बनाउन लागेको किचनतिर। खाना बनाउन लागेको, तर भाँडा थोरै रहेछ त्यहाँ भएको भएर म चाहिँ नानीलाई एकैछिन कुर्सीमा राखिदिएँ। कुर्सीमा राखेर म यताउता सबै खाना बनाउनलाई छिटो गरेर, नानी चाहिँ पुलुक्क निदा थियो नि त एकैछिन। मैले पनि छिटो बनाउँछु, तातो हुन्छ नत्र भनेर छिटो यताउता गर्न थालेँ। बाहिर हेर्न गएको थियो एकछिन, झमक्कै भएको रहेछ बाहिर। फेरि हाम्रो घर सानो सानो पाटापाटीहरू पनि छ कि, अन्त पाटापाटी थुन्न गयो, छिटो गएर थुनिहालेँ। त्यसपछि म किचनमा छिरेर पनि नानी फेरि लिएर आएर बेडमा लगेर सुताइदिन्छु एकछिन भनेर म चाहिँ लाउनु लागि बेडमा सुताइदिँदैछु।